अबदेखि यस्ता सानसाना कुरा तैँले माइतमा लाइस् भने तेरो खैरियत छैन भनेर भूमिकाकी अमाजुले भने साप थर्काएकी छन् र झापट पनि लागेकी छन् भूमिकालाई। बिचरा भूमिका घर भने घरकी एक्ली छोरी भएर बसेर खाएकी, घर काम पनि केही नगरेकी, अनि जता मन लाग्यो उतै हिँडेकी र भाउजूलाई थर्काएर लास्टै दुःख दिएर घरको साँडे बनेकी थिइन् र तर भने अब फेरि बिहा गरेर प्राई घर जाँदा अब जन्मघरको साँडे बनिन् र प्राई घर कर्म घर जाँदाखेरि भने उनलाई अब कर्मको फल भनौँ कि पापको फल भनौँ कि भाउजूलाई भुन्टीलाई जुन उनले कुकर्म गरेकी थिइन् त्यस्तै उनलाई रोटी फर्काँदा फरक्क फर्को भन्छन् नि, त्यस्तै भएको छ। उनले जस्तो व्यवहार आफूले भुन्टी भाउजूलाई देखाएकी थिइन् त्यस्तै व्यवहार चाहिँ उनको अमाजुले पनि उनलाई गर्न थालेकी छिन्। अब भने मैले गल्ती गरेकी रहेछु र मलाई पनि यस्तै पर्यो, मलाई मेरो अमाजुले भन्दा चित्त दुख्यो, मैले भन्दाखेरि मेरो भाउजूलाई पनि चित्त दुखेको थियो होला भन्ने चाहिँ बल्ल चेत पाउँछिन् होला भुन्टीले। हजुरहरूलाई कस्तो लाग्छ भूमिकाकी अमाजुले भूमिकालाई थर्काएको, पिटेको, माइतीमा कुरा लाइस् भनेको हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्नुहोस् है। धन्यवाद, नमस्कार।